नमस्ते सबैलाई, म अनिल पाण्डे फेरि तपाईहरुको बीचमा चाहिँ नयाँ टपिक लिएर आइसकेको छु। तपाईहरुलाई थाहा छ हामी यो भन्दा पहिला टेन्सका रुल्सहरु कसरी बनाउने, सिम्पल पास्ट टेन्स, पास्ट कन्टिन्युअस अलरेडी पढिसकेका छौं र आज हामी पास्ट पर्फेक्ट चाहिँ पढ्न गइरहेका छौं। पास्ट पर्फेक्ट टेन्सको बारेमा कुरा गर्दाखेरि हामीले के बुझ्न पर्यो, सबभन्दा पहिला नेपालीबाट इंग्लिश कसरी बनाउने। नेपालीमा चाहिँ तपाई बुझ्न पर्यो धातुमा चाहिँ एकको एकी व एका प्लस पास्ट का कुराहरु यदि जोडिए भने जस्तै थिए, थियो भन्नाले सिम्पली बुझ्न पर्यो थिए, थियो, थियौं, थिन, थिस इटीसी यस्ता कुराहरु यदि आइराछ भने त्यसलाई तपाईहरुले के मान्न पर्यो कि यो नेपालीको सेन्टेन्स चाहिँ पास्ट पर्फेक्ट कन्टिन्युअस को रूल के अरे पास्ट पर्फेक्ट को रूल प्रयोग गरेर लेख्नु पर्ने हुन्छ वा बोल्नु पर्ने हुन्छ। सबभन्दा पहिला हामी यसको रुलको कुरा गर्छौं। अफर्मेटिभ रुल यसको के छ भने सब्जेक्ट प्लस तपाईहरुलाई थाहा छ पर्फेक्ट भनेको भित्री हुन्छ, त्यसको अगाडि हैव को फर्म आउँछ। हैव को फर्म भन्नेबित्तिकै पास्ट V2 हो, त्यही भएर हेड आयो र यहाँ हामी पर्फेक्ट भनेको भित्री लेखि नै हाल्यौं प्लस के आयो त अब्जेक्ट आइदियो। अब यसको नेगेटिभ रुल बनाउँदाखेरि तपाईहरुलाई थाहा छ एक्सिलरी वर्ब छ भने जस्ताको त्यस्तै त्यसमा हामी के गर्छौं नट थप्छौं, केही गर्न पर्दैन र बाँकी सेम लेख्छौं। एस्नो क्वेशन बनाउँदाखेरि एस्नो क्वेशनमा हामी के गर्छौं त एक्सिलरी वर्बलाई अगाडि लाउँछौं, बाँकी यथावत जस्ताको त्यस्तै हामी लेख्छौं। बचेका पार्ट्सहरु के बचेछन् सब्जेक्ट पछाडी के छ हेर्नुस् नट। नेगेटिभ बनाउँदा नट राख्नु होला, अदरवाइज नलेखे पनि हुन्छ। र यो नट चाहिँ यदि तपाई हेड सित सर्ट फर्ममा लेख्नु भयो भने यहाँ लेखिन्छ, हेड एन्ड गर्नु भयो भने यहाँ नट आइहाल्छ, यहाँ आउँदैन। त्यो कुरा पनि माइन्डमा राखिराख्नु होला। प्लस के आयो त थर्ड फर्म अब्जेक्ट एन्ड क्वेशन मार्क। यसपछि के आउँछ त WH क्वेशन। WH क्वेशनमा केही गर्न पर्दैन, तपाईलाई अगाडि के राख्दिने हो WH वर्ड प्लस बाँकी सबै के छ त सेम सब्जेक्ट नट verb 3 अब्जेक्ट एन्ड क्वेशन मार्क। अब तपाईलाई एउटा सजिलो कुरा छ के सजिलो छ त एउटै एक्सिलरी छ हेड भनेपछि सबै सब्जेक्ट सित हेड मात्रै हुन्छ, त्यसमा कुनै कन्फ्युजन नहोस् तपाईहरुलाई। अब म तपाईलाई एउटा एक्जाम्पल डेमो बताउँछु नेपालीबाट इंग्लिशमा कसरी चेन्ज गर्ने है। हेर्नुस् म तपाईहरुलाई सामान्य भूतकाल पढाएको थिएँ। अब हेर्नुस् है म तपाईहरुलाई सामान्य भूतकाल पढाएको थिएँ। कसले पढाएको थियो मैले। आई त आइहाल्यो, सबैमा सब्जेक्ट लेख्नै पर्छ। अब तपाई हेर्नुहुन्छ यहाँ एको छ, एको भनेको के हो पर्फेक्ट यहाँ छ अनि यहाँ के छ थिए। थिए आइदियो भने यो पास्ट जनाइदियो भनेको पास्ट पर्फेक्ट क्लियर भयो। अब आई सबै सब्जेक्ट आई मात्रै के सबै सब्जेक्ट के लिन्छ हेड भनेपछि आई हेड अनि पढाउनुलाई के भन्छ टिच। टिच को थर्ड फर्म के हुन्छ टट। आई हेड टट कसलाई तपाईहरुलाई यु। आई हेड टट यु के पढाएको थिए त सिम्पल पास्ट टेन्स सामान्य भूतकाल है। क्लियर भयो। यसरी चाहिँ तपाई नेपालीबाट इंग्लिश बनाउन सक्नुहुन्छ अथवा इंग्लिशमा यसरी लेखेछ भने यसको अर्थ यसरी निकाल्न सक्नुहुन्छ।
त्यति कुरा जान्नुपर्छ। अब यहाँ के बुझ्न पर्यो तपाईलाई, यसलाई नेगेटिभ बनाउन पर्यो। आई हेड नट टट यु सिम्पल पास्ट टेन्स, म तपाईहरुलाई सामान्य भूतकाल पढाएको थिएन। त्यस्तै चाहिँ के तपाईहरुलाई म सिम्पल पास्ट पढाएको थिएँ? हेड आई टट यु सिम्पल पास्ट? यस्तो पनि यस नो क्वेशन। अथवा म तपाईहरुलाई के पढाएको थिएँ? व्हाट हेड आई टट यु? यो हटाइदिनुस्, व्हाट भनेको के सोधिरहेछ। यसरी तपाई चेन्ज गर्न सक्नुहुन्छ है। अब तपाईहरुलाई म एक्जाममा कसरी सोधिन्छ भन्ने कुरा सिकाउँछु है। नोट नम्बर फर्स्ट हेर्नुस्, when as soon as कुनै एउटा राख्नु होला प्लस पास्ट पर्फेक्ट, रूल थाहै छ त्यही भएर रूल लेखेन, सीधा नाम लेखे सिम्पल पास्ट। यहाँ पास्ट का कुनै दुईवटा घटनाहरू छन्, विगतमा भएका दुईवटा घटनाहरू र एकपछि अर्को भएको, तर यो एक्सन फर्स्ट यो एक्सन सेकेन्ड, एक्सन फर्स्टमा र एक्सन सेकेन्डमा समयको ग्याप छ दुईटाको बीचमा, मतलब तुरुन्तै भएको हैन, यो भएपछि केही समयपछि यो भएको, समयको ग्याप छ भने फर्स्ट एक्सन जहिले पनि के हुन्छ? हेड प्लस V3 को फर्ममा हुन्छ भने अर्को एक्सन के हुन्छ? सिम्पल पास्टमा हुन्छ। म तपाईहरुलाई यसको एक्जाम्पल बताइदिरहेको छु। when you had invited me, I visited you. प्लानस, मलाई तपाईले के गर्नु भएको थियो त? आमन्त्रित गर्नु भएको थियो, अनि म के गरेको थिएँ त? भिजिट गरेको थिएँ, त्यहाँ आएको थिएँ। अथवा भिजिटेडको ठाउँमा तपाई के लेख्न सक्नुहुन्छ? केम पनि लेख्न सक्नुहुन्छ। अब यो दुईटामा तपाई जुन पनि युज गर्न सक्नुहुन्छ आवश्यकता अनुसार। अब हेर्नुस्, यो तरिकाले मतलब तपाईले मलाई निमन्त्रण दिनु भएको थियो, आमन्त्रित गर्नु भएको थियो, म आएको। आज निमन्त्रण दिनु भयो त आज त म आउँदिन, पर पक्कै जुन दिन प्रोग्राम हुन्छ त्यो दिन आउँछु भनेपछि निमन्त्रण दिएको र यहाँ गएको दुईटा एक्सनमा के छ त? ग्याप छ। त्यसकारणले दुईवटा इभेन्टमा ग्याप छ भने त्यहाँ हामीले के गर्नुपर्छ? फर्स्ट एक्सन पास्ट पर्फेक्ट, सेकेन्ड एक्सन सिम्पल पास्ट राखेर गर्न सक्नुपर्छ है। र समयको ग्याप भएन भने यो सिम्पल पास्टमा हामी पढेछौं, समयको ग्याप छैन त दुईटै के हुन्छ? सिम्पल पास्ट हुन्छ भनेर बुझ्न पर्छ। ल पहिला यसलाई मेटाउँछु, त्यसपछि चाहिँ अर्को नोट तपाईलाई म गराइरहेछु। पास्ट पर्फेक्ट को नेक्स्ट नोट के रहेको छ त? नोट नम्बर 2 हेर्नुस् है। नोट नम्बर 2 मा के रहेको छ भने बिफोर प्लस सिम्पल पास्ट पास्ट पर्फेक्ट है। यो रूल हामी कब प्रयोग गर्छौं? कुनै पनि काम गर्नु भन्दा पहिला यदि भन्न पर्यो कि मैले यो काम गरेको थिएँ अथवा यो काम गरिसकेपछि म यो गरेको थिएँ भने यी रूलका प्रयोग हामी गर्छौं है। हेर्नुस्, आफ्टर प्लस के हुन्छ? पास्ट पर्फेक्ट हुन्छ एन्ड सिम्पल पास्ट है। भनेपछि के बुझ्नु भयो तपाईले? आफ्टर जहिले पनि के को अगाडि हुन्छ? पास्ट पर्फेक्ट को। बिफोर के को अगाडि हुन्छ? सिम्पल पास्ट को। सेन्समा केही फरक छैन। यो घटनाक्रमलाई देखाउँछ कि यो काम भएपछि यो काम भएको हो भनेपछि एक्जाम्पल हेर्नुस् त। आई वेन्ट आउट आफ्टर आई had closed the door. म बाहिर गए कब त? म ढोका बन्द गरिसके पछि है। यहाँ आफ्टर आइदियो। अब हेर्नुस्, मैले रुलमा कहाँ लेखेछु? पहिला, तर के को अगाडि छ? पास्ट पर्फेक्ट को। यो तपाई अगाडि गर्दिनु भयो, केही म्याटर छैन, तर यो चेन्ज हुन भएन। यो पास्ट पर्फेक्ट कै अगाडि हुन पर्छ। यो खास गरी क्लास 11, 12, 9, 10 का विद्यार्थी, एससी का विद्यार्थी अथवा चाहिँ ब्याचलर का विद्यार्थीहरूले धेरै परीक्षामा सोध्ने गरिएको छ। त्यसकारणले यसलाई विशेष ध्यान दिनु होला। अब म अर्को तरिकाले पनि गर्दिन्छु यसैले। बिफोर राखेर यहाँ गर्दिए है। बिफोर आई went out I had
क्लोज्ड द डोर। म बाहिर जानु अघि के गरेको थिएँ त, मैले ढोका चाहिँ बन्द गरेको थिएँ। मतलब पहिलो एक्सन के हो त, ढोका बन्द गरेको। दोस्रो एक्सन के हो त, बाहिर गएको। त त्यहाँ पनि हामी के गरेको थियौँ त, व्हेन अथवा एज सुन एजमा पनि त्यही गरेको थियौँ, तर चाहिँ यहाँ के छ, आफ्टर बिफोर गरिदियौँ। अब आफ्टर बिफोर चाहिँ फरक के छ, आफ्टर चाहिँ पास्ट पर्फेक्टको अगाडि हुन्छ, यहाँ चाहिँ बिफोर के हुन्छ, सिम्पल पास्टको अगाडि हुन्छ। तर त्यहाँ हामी पढ्दाखेरि के पढ्यौँ त, त्यहाँ हामी पढ्यौँ व्हेन एज सुन एज, दुईटामा कुनै एउटा लगाउनुस्, तर दुईटै चाहिँ के हुन्छ, फर्स्ट एक्सनकै अगाडि हुन्छ, मतलब हेड प्लस बी3 कै अगाडि हुन्छ है। यति चाहिँ माइन्डमा राखिराख्नुस् है। यो यहाँ राख्नुभयो भने सेन्टेन्स छुट्याउने बिचमा कमा गर्नुपर्छ। यो सेन्टेन्स तपाईँ अगाडि लेखेर आई हेड क्लोज द डोर बिफोर आई वेन्ट आउट पनि भन्न सक्नुहुन्छ। यो बिचमा राख्ने बित्तिकै कमा यहाँबाट हराउँछ, माथिको सेन्टेन्समा हेर्न सक्नुहुन्छ है त। यो हाम्रो नोट नम्बर 2। अब यसपछि लास्ट एउटा नोट हामी पढ्छौँ, यसलाई पहिला म मेटाउँछु है। नोट नम्बर 3 के रहेको छ भने, अनएक्सपेक्टेड इभेन्ट एक्सप्रेस गर्न पर्यो भने के गर्न पर्यो, अनएक्सपेक्टेड इभेन्ट्स यदि चाहिँ एक्सप्रेस गर्न पर्यो भने त्यहाँ हामी दुईटा रुल प्रयोग गर्छौं। फर्स्ट के छ, नो सुनर had प्लस सब्जेक्ट प्लस B3 प्लस ऑब्जेक्ट प्लस देन प्लस सब्जेक्ट प्लस B2 प्लस ऑब्जेक्ट है त। अब हेर्नुस्, सेम यही सेन्स दिन्छ, तर यहाँ रुल के अलि फरक छ, सब्जेक्ट प्लस had ओन्ली जस्ट प्लस B3 प्लस ऑब्जेक्ट। अब हेर्नुस्, हेड ओन्ली जस्ट आउने बित्तिकै है, ओन्ली जस्ट आउने बित्तिकै के भइहाल्यो त, यहाँ व्हेन भइहाल्यो। नो सुनर आयो भने के हुन्छ, देन भइहाल्छ। यो कुरामा पनि झुक्किनु हैन। अनि पछाडी के हुन्छ, सेम हुन्छ, सब्जेक्ट प्लस B2 प्लस ऑब्जेक्ट। यो सेन्टेन्स हामी कब, यो रुलको प्रयोग कब गर्छौं, जब चाहिँ कुनै पनि अप्रत्याशित घटना भएको हुन्छ। जस्तो कि एउटा एक्जाम्पल म यहाँ तपाईहरुले गरेर देखाउँछु। No sooner had my grandfather retired, then he had a heart attack. हेर्नुस् त, मेरो हजुरबा रिटायर हुने बित्तिकै उहाँलाई के आयो त, हार्ट अट्याक आयो। भनेपछि रिटायर हुने बित्तिकै हार्ट अट्याक आइहाल्नु भनेको अलि विश्वास लाग्ने कुरा थिएन, अप्रत्याशित घटना जस्तो थियो, त्यसकारणले हामीले यो रुलको प्रयोग गर्यौं। अब यसैलाई भन्न पर्यो भने अर्को तरिकाले, यहाँ के छ त, सब्जेक्ट के छ, माई ग्रान्डफादर, माई ग्रान्डफादर had only just retired। अब यहाँ क्या आइहाल्छ, when he had a heart attack। इज इट क्लियर? यो तरिकाले चाहिँ हामीले अनएक्सपेक्टेड इभेन्टहरु एक्सप्रेस गर्नको लागि यो दुईटा रुल प्रयोग गर्छौं। सेन्समा केही फरक छैन, दुवै प्रयोग गर्न सक्नुहुन्छ। र यसरी चाहिँ यसका तीनवटा नोटहरु, जुन तीनटाको तीनटै के छन् त, एकदमै महत्त्वपूर्ण छन्। खास गरी हामी विद्यार्थी भाइ बहिनीहरुको लागि जो 10 पढिरहेछौं, +2 पढिरहेछौं अथवा ब्याचलर लेभल पढिरहेछौं, र ती सबै स्पिकरका लागि जो इंग्लिश बोल्न चाहनुहुन्छ, उहाँहरु सबैको लागि इम्पोर्टेन्ट छ। त्यसकारणले यसलाई मजाले प्र्याक्टिस गर्नुस् र घर बसेर मजाले अंग्रेजी बोल्नुस्। र लास्टमा के भन्यो भने पूरा भिडियो हेर्नु होला, आधी भिडियो नहेर्नु होला। र तपाई यसलाई लाइक सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। र नयाँ केही थप जानकारी चाहियो भने अथवा केही नबुझिएको लाग्यो भने, नयाँ कुनै टपिक चाहियो भने त्यो चाहिँ कमेन्टमा अवश्य भन्नु होला। धन्यवाद, नमस्कार।